हेलो गाइज, वेलकम ब्याक न्यू अनदर ब्लग। फेरि पनि म तपाईहरुको माझमा अर्को जापान सम्बन्धी इन्फर्मेटिभ भिडियोको साथमा उपस्थित भइसकेको छु। साथीहरु, आज चाहिँ म तपाईहरुलाई दुईटा युनिभर्सिटीको फेरि सिओई आएको छ भन्ने जानकारी लिएर तपाईहरुलाई बताउन गइरहेको छु। कुन कुन युनिभर्सिटी हो त भन्ने कुरामा चाहिँ म तपाईहरुलाई यो भिडियोमा भन्न गइरहेको छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि तपाई च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने नजिकैको बेल आइकनलाई क्लिक गरेर हस्त। अब भिडियोलाई चाहिँ ढिला नगरिकन सुरु गरौँ। मैले चाहिँ आज तपाईहरुलाई निहोन वेलनेस स्पोर्ट युनिभर्सिटीको र टोकियो सोशल वेलफेयर युनिभर्सिटीको सिओई आएको छ भन्ने टपिकलाई लिएर बनाएको छु। यो भिडियो चाहिँ निहोन वेलनेसको सिओई चाहिँ केही जनाको मात्र आछ, धेरैको चाहिँ आ छैन। केही जनाको सिओई आछ, त्यही भएर चाहिँ तपाईहरुलाई जानकारी होला भनेर चाहिँ यो भिडियो बनाएको। मार्च 20 मा चाहिँ निहोन वेलनेसको केही जनाको सिओई आएको छ। साथीहरु, तपाईहरुको पनि आएको छ भने कमेन्ट गर्नु होला कसको आयो। अनि टोकियो सोशल वेलफेयरको पनि सिओई आछ। टोकियो सोशल वेलफेयरको सिओई चाहिँ मार्च 18 मा आएको छ। त्यसको पनि केही जनाको आउँछ, धेरैको आउन बाँकी नै छ। अझै प्रतीक्षा गर्नु होला, सबैको सिओई आउने छ। त्यसैले चाहिँ मैले चाहिँ यो भिडियो तपाईहरुको लागि जानकारीको लागि बनाएको। हस्त साथीहरु, अब यो भिडियोमा यति नै। आगामी दिनमा पनि यस्तै भिडियोहरु, जानकारीमूलक भिडियोहरु बनाउने भएकाले यो च्यानललाई सब्स्क्राइब, टिकटकमा हुनुहुन्छ भने टिकटकलाई फलो गर्न पनि नभुल्नु होला। हस्त, धन्यवाद।